खेर जाँतो पिन्नुहुन्थ्यो बजे त के थाहा यति बजे उति बजे त भन्नाइन्थे भाले बसेपछि उठ्थ्यौँ भाले बसेपछि उठेपछि अनि कोदो पिन्यो मकै पिन्यो अनि धान कुट्नु छ अनि ढेकी कुटो धान कुटो अनि उज्यालो छाङ्ग हुन्छ छाङ्ग भएपछि अनि त्यहाँ घर लिप्ने रोटीको कोला रोटी हाल्नु परेको छ कि मकै भुट्नु पर्छ कि त्यो गरेर अनि खाएर मकै छ भने मकै भटोस पोल्न हाल्यो अनि हिँड्यो दाडी खरेर घाँस काट्न घाँस काटेर अनि बोकेर अनि त्यो एक्लै राति 4 बजे भाले बासेपछि उठेर एक्लै मकै पिन्दाखेरि अनि दिक्क लाग्दाखेरि गीत गाउनु हुँदैन थियो जाँतो पिन्दै गीत जाँतो पिन्दा गीत गाएको कहाँ गयो गीत हरायो अलिअलि याद छ बेसी हाल्यो नि अलिअलि भन्नु न छैन एउटा दुईटा होला क्या भन्नु न भन्न भन्नै आउँदैन मलाई त अनि घाँस स्याउला काट्न जाँदा पाखामा गीत गाउनु भयो होला नि पाहाडमा गीत गाइयो होला नि अब आउँदैन के भनेर गाउनुहुन्थ्यो के भनिन्थ्यो सालको पात टिपेर पानी खाऊ मधुखीको काँछ र जानी ठाउँ भन्नु भएन भन्नुभयो होला भनेन त्यही पनि भन्नुभयो छैन रुँदै घाँस काट्नु भयो कि भएन जिन्दगीमा कहिल्यै घाँस काट्नु भएन रुँदै काट्थ्यौँ हामी त बारी पुगेन भन्यो अनि आमा बारी पुग्यो भन्यो ए बुवा बारी पुग्यो भन्यो घाँसको बारी अनि बारी हाल्यो चुई बोकेर हिँड्नु पर्थ्यो अनि के को घाँस काट्नु हुन्थ्यो त्यतिखेर घाँस मुसे खरुकी के काट्थ्यौँ नि अमृसो जामुन नि खान्थ्यो केराती के हो देब्रे त रुख चढ्नु पर्थ्यो होइन रुख चढ्न नि सक्नुहुन्थ्यो सक्थ्यौँ ठुला रुख चढ्नु भयो रुखा नि चढ्थे त्यतिखेर सानो रुखा त अनि जङ्गली च्याउहरू टिपेर ल्याउनु भयो कि भएन च्याउ त होइन सिस्नु के त ल्याउँथे चाम्रे च्याउ टिप्नु भयो ठुटाको च्याउ चाम्रे च्याउ पनि ल्याउँथे चाम्रे चाल्ने चाल्ने च्याउ भन्थे लिएर आउँथ्यौँ त्यस्तो बेला अनि कहिलेकाहीँ घाँस काट्न जाँदाखेरिको रमाइलो क्षण छैन रमाइलो के साथीभाइसँग रमाइलो भएन गरेर जान्थ्यौँ गीत गाउँदै मकै भटस खाजा के हुन्थ्यो आउँदैन थियो गीत गाउन त के त्यो गीत गाइयो होला नि बेसी हाल्यो अहिले आउँदैन अहिले त अहिले के कुन गीत मनपर्छ अहिले सुनेको गीत सुन्नुहुन्न अहिले त आउँदैन कुनै गीत पनि आउँदैन केही पनि आउँदैन ल बर्बाद भइरहेछ नि सबै बिर्सियो खाइसक्यो जम्मै अब बुढी भइसक्यो के बेसी हाल्यो नि ल